नेपाया संगीत खेले जनगायक कथा मसिका दुम संगीत अन्वेषक रामकृष्ण दुवाया एकल सांगीतिक ज्याजो कोचाको दो ज्याजो सांस्कृतिक संस्था ओ नेपाल भाषा मंका खलया मंका गोसाले जुगु ख फागुन 7 गते सोमवार प्रजातन्त्र दिवसीय लसताया जुगु उगु ज्याजोले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुपा कथा चाया दिगु खसा वेकन त्वा देवा मतच्याका ज्याजोया उले ज्यान याना दिगु ख ज्याजोले नेपाल भाषा मंक खलया छ्यान्जे नरेश बि साके रामकृष्ण या त हनापौ ल लासे दोसल्ला गान नेका दिगु ख ज्याजोले साके लस्कुस नोचु तया दिगु खसा सांस्कृतिक संस्थानीय महाप्रबन्धक राजेश थापा हो पूर्व स्वास्थ्य मन्त्री तीर्थराम दोङ्गोल थथगु नुगा ख तया दिगु ख मलाई के लाग्छ भने संस्थाहरूले सृजना गरेका अभिव्यक्तिहरू त्यो जनताको लागि हुन्छ, राष्ट्रको लागि हुन्छ, विश्वको लागि हुन्छ, समाजको लागि हुन्छ। जब जब समाजमा असन्तुष्टि बढ्छ, सामाजिक अन्यायहरू हुन्छन्, राजनीतिक शोषणहरू हुन्छन्, आर्थिक दमनहरू हुन्छन्, तब तब संस्थाहरूले कुण्डरा काप्चा कन्दराबाट बोल्न थाल्छ विद्रोहका आवाजहरू। त्यसैले मलाई लाग्छ कविहरू भनेको, संस्थाहरू भनेको कुनै राजनीतिक नेताभन्दा कम क्रान्तिकारी होइन। यहाँहरूले धेरै उहाँका प्रस्तुतिहरू सुन्नु भएको हुनुपर्दछ। उहाँ विभिन्न जिल्लाहरूमा गए लोक भाकाका गीतहरू, विशेष गरिकन हाम्रा उपत्यकाका नेपाल मण्डलका भजन डाबाहरूको गीत उहाँ सङ्कलित गर्नुहुन्छ र हामी सामु प्रस्तुत गर्नुहुन्छ। हाम्रो मौलिक सम्पदा साङ्गीतिक क्षेत्रमा यति उच्च रहेको छ कि उहाँका प्रस्तुतिहरू जुन हामी विभिन्न समयमा सुन्ने गर्दछौँ र उहाँले सङ्कलन गर्नुभएका कतिपय लुप्तप्राय भइसकेका सङ्गीत, लुप्तप्राय भइसकेका भजनहरू जसरी उहाँले पुनर्जीवित गर्दै हामीसँग ल्याउने गर्नुभएको छ। साङ्गीतिक क्षेत्रमा नेपालको धरोहर सांस्कृतिक सम्पदामा यो एउटा ठुलो योगदान हो। वास्तवमा आज यो एकल साँझलाई भव्य बनाउनको लागि यहाँहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। आज हामी यो एकल साँझमा हाम्रो नायक रामकृष्ण दुवाल ज्यूको गीतले धेरै भाव, धेरै महत्त्वपूर्ण र यो भित्र एउटा शक्ति समाजलाई बदल्न सक्ने खालको एउटा हामी भाव पाएका छौँ। र गीत सङ्गीत रमाइलो मात्रै होइन, यो त एउटा यथार्थ बोकेको र समाजलाई सामाजिक सांस्कृतिक रूपान्तरणको लागि यसले धेरै महत्त्व राख्दछ भन्ने म ठान्दछु। यहाँ राष्ट्रिय नाच घरे जुगु उगु एकल सांगीतिक ज्याजोले जनगायक रामकृष्ण दुवा न लाइभ बाजा ठगु प्राचीन में भजन में ऋतु में लिसे जनवादी में नेका दिगु ख वैकया त साथ बी त मेमो वरिष्ठ क्रान्तिकारी जनवादी गायक रामेश श्रेष्ठ जो में हाल त साथ बिहा दिगु ख गाउँ गाउँबाट उठ्यो यो गीत हामीले गाउन थालेको यो 31 सालमा बनेको हो र अहिले यो कति 44 वर्षको भयो क्या यो गीतको उमेर पनि। र यसलाई
धेरै भाषामा अनुवाद गरिएको छ र यसलाई अरू देशका साथीहरूले पनि यो त हाम्रो देशको लागि गाए पनि हुन्छ, यो त रुसको लागि गाए पनि हुन्छ, यो देशको मुहार फेर्नलाई हुन्छ, रसियन जनताको लागि पनि यो गीत हुन्छ, फ्रान्सका जनतालाई पनि हुन्छ, चीनका जनतालाई पनि हुन्छ, भारतको जनतालाई पनि हुन्छ, अमेरिकाका जनतालाई पनि हुन्छ। त्यसकारण यो गीत त अन्तर्राष्ट्रिय गीत पो होला अघि कुनै समयमा भनेर आजभन्दा धेरै वर्ष अगाडि 30 वर्ष अगाडि एकजना अमेरिकाकै साथीले भन्नु पर्यो, उहाँले यसलाई अनुवाद पनि गर्नुभयो। Rise, rise from the village, rise, rise from the land, to change the country's face. Now is the time to rise, to change the country's face. Now is the time to rise. उहाँले अमेरिका पनि गीत गाउनुहुन्छ र यो क्रिस्चियनहरूको चर्चमा पनि यो गीत गाइन्छ र यो गीत धेरै भाषामा गाइएको छ। र 3-4 वर्ष अगाडि हामीहरू चीनमा एउटा भ्रमणमा गएका थियौँ। जनता जनताको सम्बन्ध रे, सरकार सरकारको भन्दा पनि जनता जनताको सम्बन्ध, जनता जनताको एउटा हार्दिकता, जनता जनताको नाता झन् बलियो हुन्छ भनेर चीनका जनताले हामीहरूलाई बोलाउनु भयो। दुवाल सर, म, रायनहरू हामी गयौँ। त्यो टाइममा पनि यो गीतलाई चिनिया भाषामा अनुवाद गर्नुपर्छ भनेदेखि चिनिया साथी र हाम्रो डाक्टर सरोज धितालहरू आउनु भएर यसलाई चिनिया भाषामा पनि अनुवाद गर्नुभयो र हामीले चीनमा पनि यो गीत गायौँ। छुन्छ छुन्छ चान्सीलाई चुचाइ चुचाइ चान्सीलाई, छुन्छ छुन्छ चान्सीलाई चुचाइ चुचाइ चान्सीलाई, वाइल्याउ काइ पेन चुको त मेनमा ताच्या तौछिलाई। गाँव गाँव से उठो, बस्ती बस्ती से उठो, इस देश के सूरत बदलने के लिए उठो भनेर नाट्य निशान्त नाट्य मञ्चले आजभन्दा 20 वर्ष अगाडि दिल्लीमा यो गीत गाएर जुलुस निकाल्थ्यो। मसँग त्यसको प्रमाणहरू पनि छ। धिमाल भाषामा पनि छ, गुरुङ भाषामा पनि छ, मगर भाषामा पनि छ, लिम्बू भाषामा पनि छ, राई भाषामा पनि छ। यो 18-20 नेपाली हाम्रो भाषामा छ र विदेशीहरूको 4-5 लवेबु दला भिलेज भनेर एउटा साथीले फ्रेन्चमा पनि अनुवाद गर्यो। यसरी यो गीत हाम्रो यो अन्तर्राष्ट्रिय गीत पनि हुनसक्छ है भनेर त्यो हाम्रो अमेरिकाको साथीले भन्नुभएको कतै यो नहोला पनि भन्न सकिँदैन। विश्वभरिका जनताले एकैपल्ट आफ्नो भाषामा एउटै लयमा गाए भने नेपालको कत्रो एउटा सम्मान, नेपालको कत्रो इज्जत, नेपालको कस्तो परिचय हुन्थ्यो होला। त्यसकारण अहिले चाहिँ आज हामीहरू चाहिँ नेपाल भाषामा, नेवार भाषामा हामी यो गीत गाउँछौँ र यसलाई चाहिँ यो चाहिँ नेवार भाषामा पहिला यो गीत नेपालीमा हामीले गाएका थियौँ कार्यक्रममा, एकदम मन परायो। अनि हाम्रो दुवाल सरहरूले पछि दुर्गल दाईहरूले पनि मिलाएर यसलाई नेपाल भाषामा, नेवार भाषामा अनुवाद गर्नुभयो। आज चाहिँ हामीहरू यो नेवार भाषामै गाउँछौँ, नेपाल भाषामा। गामा धनावा बस्ती बस्ती धनावा, गामा धनावा बस्ती बस्ती धनावा, खोदे या खा हिले ता धनावा, खोदे या खा हिले ता धनावा। नापा नापा नेवाटे काबा थाना हुन्छ काउने ख आज बाछै बाज थाना काउने को बाछै बाजा आजको दादा ऊ इले भन्छ दुलीते हो हो विशेष याना जुगिते स मुआली नाखिले ठोमे नेंकी ख ऊ इले बिउ कोसा आठे टिभी दराजमा मको ऊ इले जिउ श्रमित मानाया मार्गा चोले फैसा मे सबिपति परम्पराहरु गए मेयो छकुचा खोचाइ मे महादेवया ने अले उया चमा जोमपट्टि के बिया छमा बागेश्वरीया मेक म्याउ फुको फाक मे नेनादिस
हे मना मेले ओने छाये 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 Jala khala, jatsu pahara mikha, hate mikha soya ochuna, he mana lele one chaye, he mana lele one chaye. Jala khala, jatsu pahara mikha. Hate mikha soya ochuna he mana lele one chaye he mana lele one chaye sisaya ego jimni kai chamyo sisaya ego jimni kai chamyo ohe pukasani si man khatela Illa